दर्शकबिन धनकुटा जिल्लाको 24 गाउँपालिका 3 कुरेले तेनुपा स्थित बन्दुके डाँडा आन्तरिक पर्यटनको रोजाइमा परेको छ। मनमोहक प्राकृतिक दृश्य, हरियालीले ढाकेका डाँडाकाँडा र खुल्ला वातावरणका कारण अहिले यो स्थान धेरैको गन्तव्य बन्दै गएको हो। स्थानीय बासिन्दाका अनुसार उक्त स्थानबाट विश्वकै सर्वोच्च शिखर सगरमाथाको दृश्य अवलोकन गर्न सकिन्छ। साथै तम्बर नदीको सुसेलीले अत्यन्तै रमणीय बनेको बन्दुके डाँडाबाट धनकुटा, भोजपुर, तेह्रथुम, पाँचथर लगायत कोशी प्रदेशका 10 भन्दा बढी जिल्लाहरूको दृश्य एकै ठाउँबाट अवलोकन गर्न सकिन्छ। विशेष गरी बिहान र साँझको समयमा सूर्योदय र सूर्यास्तको दृश्य त्यहाँबाट अत्यन्त रमणीय देखिने भएकाले फोटो खिच्ने तथा सामाजिक सञ्जालका लागि सामग्री तयार गर्ने युवाहरूको आकर्षण बढ्दो छ। स्थानीय सरकारको प्रचार प्रसारमा कमी भएकै कारण ओझेलमा परेको बन्दुके डाँडालाई पछिल्लो समय स्थानीय युवाहरू एकजुट भएर प्रचार प्रसार मात्र गरेनन्, पर्यटनलाई आकर्षण गर्ने कार्य गरेपछि पछिल्लो समय थप आन्तरिक पर्यटनहरूको वृद्धि भएको छ। पर्यटन प्रवर्धनका लागि स्थानीय युवाहरूको श्रमदानबाट गत वर्ष नेपालको झण्डा फहराएको थियो भने यसपालिको तिहारलाई लक्षित गर्दै थप सजावटको काम गरेको हो। निकट भविष्यमा सडक सञ्जाल सुधार र आधारभूत संरचना पूरा भएपछि बन्दुके डाँडा धनकुटा जिल्लाकै प्रमुख पर्यटकीय क्षेत्र बन्ने अपेक्षा गरिएको छ।